नेपालमा हाइड्रोजन इन्धन आत्मनिर्भरता र समृद्धिको बाटो। जलवायु परिवर्तन हाल विश्वका प्रमुख चुनौतीमध्येको एक मानिएको छ। विशेषतः औद्योगिकीकरणपछि तीव्र गतिमा बढेको जीवाश्म इन्धनको प्रयोग र यसबाट उत्सर्जित हुने कार्बनले वातावरण पर्यावरण मात्र नभई मानव जीवनमै प्रतिकूल असर पारिरहेको छ। यसलाई सम्बोधन गर्न नेपाल लगायत विश्वका विभिन्न देशले सन् 2050 सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएका छन्। वातावरण मैत्री नवीकरणीय ऊर्जा स्रोतहरूको खोजीमा नेपालले पनि महत्त्वपूर्ण प्रयासहरू थालेको छ। हाइड्रोजन प्रविधिमा नेपालको पहिचान। नवीकरणीय ऊर्जा स्रोतहरू जस्तै सौर्य, जलविद्युत, वायु र हरित हाइड्रोजनको प्रयोगले कार्बन उत्सर्जनलाई कम गर्न सकिन्छ। जलस्रोतको धनी नेपालमा थोरै लागतमा पानीबाट इलेक्ट्रोलाइसिस प्रक्रिया मार्फत अक्सिजन र हाइड्रोजन उत्पादन गर्न सम्भव छ। यसै सन्दर्भमा रिन्युज एन्ड रिसोर्सेस नेपालले सवारी इन्धनको रूपमा हाइड्रोजन ग्यासको सफल परीक्षण गर्दै नेपालमा हरित ऊर्जा विकासको नयाँ अध्याय लेख्न सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय स्तरमा सफल प्रविधि हाइड्रोजन कम्बसन इन्जिन नेपालमै पहिलो पटक प्रदर्शन गर्न रिन्युज एन्ड रिसोर्सेस सफल भएको हो। वर्षौंको अथक प्रयासपछि यस प्रविधिको सफलतापूर्वक परीक्षण पश्चात इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पससँगको सहकार्यमा नेपालमा हाइड्रोजन कम्बसन इन्जिन रूपान्तरण प्रविधिको गत आश्विन महिनामा पहिलो प्रदर्शन कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री देवेन्द्र दाहालज्यूको समुपस्थितिमा रिन्युज एन्ड रिसोर्सेसका विज्ञद्वारा परिमार्जन गरिएको हाइड्रोजन इन्धन मिश्रित कारको उद्घाटन गरियो। विश्वका थोरै देशमा मात्र प्रचलित यो उदीयमान प्रविधि अब प्राविधिक परीक्षणमा सीमित नरही नेपालमा व्यावहारिक प्रयोगको चरणमा प्रवेश गरेको छ। पहिलोचोटि नेपालमा फर्स्ट हाइड्रोजन इन्जिन कन्भर्सन टेक्नोलोजीको प्रयोग गरेर यहाँले प्रदर्शन गर्नुभएको छ। आजको यो प्रदर्शन अथवा डेमोन्स्ट्रेसन अत्यन्त रोचक लागेको छ मलाई। भनिन्छ नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा निकै पछि परेको छ, तर यो प्रदर्शनले उक्त कुरालाई खण्डित गरिदिएको छ। यति बेला विश्वमै क्लाइमेट चेन्जको इस्यु ज्वलन्त ढङ्गले उठेको छ। त्यसैले आज विश्वमै क्लाइमेट चेन्जले पारेको प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सबै देशले केही न केही उपाय अवलम्बन गरिरहेका छन्। सरकारी नीतिहरूमा परिमार्जनको आवश्यकता। यस प्रविधिलाई व्यापकता दिन सरकारको सहयोग अपरिहार्य छ। प्रयोगमा नरहेका पुराना गाडीहरूलाई पेट्रोल र हाइड्रोजन दुवैबाट चलाउन सकिने बनाइने नीति ल्याउन उपयुक्त हुन्छ। यसले हाइड्रोजनको प्रयोगलाई बढावा दिनुका साथै पुराना गाडीलाई पुनः प्रयोगमा ल्याउन पनि सहयोग पुग्नेछ। साथै जीवाश्म इन्धनको आयातलाई घटाउन नवीकरणीय ऊर्जामा आधारित यातायात प्रणालीलाई प्रोत्साहन गर्नुपर्ने टड्कारो आवश्यकता छ। वैदेशिक पुँजी र स्थानीय लगानीको भूमिका। नेपालमा हाइड्रोजन प्रविधिको द्रुत विकासका लागि वैदेशिक पुँजी र स्थानीय स्रोतको संयुक्त प्रयोग गरिनुपर्दछ। प्रविधिको अनुसन्धान, उत्पादन र रूपान्तरण प्रक्रियामा यस्ता लगानीहरूबाट प्रभावकारी प्रगति हासिल गर्न सकिन्छ। वैदेशिक लगानीले अन्तर्राष्ट्रिय स्तरका प्रविधिहरू नेपालमा ल्याउन सक्नेछ भने स्थानीय लगानीले दिगो परियोजनाहरूमा सहयोग पुर्याउनेछ। हाइड्रोजन जस्ता नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिएर भविष्यको यातायात, औद्योगिक र घरेलु ऊर्जा खपतलाई हरित र वातावरण मैत्री बनाउनुको साथै विश्वमा चलेका सफल प्रविधि नेपालमा भित्र्याएर मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो। रिन्युज एन्ड रिसोर्सेसले नवीकरणीय ऊर्जा सहित हरित हाइड्रोजनमा अनुसन्धान सहितका गतिविधिहरू गरिरहेको पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। यस खालका नवीकरणीय ऊर्जाको अनुसन्धानले विश्व वातावरण अनुकूलनमा सहयोग गर्दै हाम्रो आफ्नै देशको आर्थिक विकासमा ठुलो टेवा पुर्याउने कुरा निश्चित छ। भविष्यका कदम। हाइड्रोजन प्रविधिको सफल प्रयोगले साना सवारीलाई पेट्रोल 60 देखि 70% र हाइड्रोजन 30 देखि 40% मिश्रणमा चलाउन सकिने प्रमाणित भएको छ। अबको लक्ष्य यही प्रविधिमा बस, ट्रक जस्ता ठुला सवारी साधनमा परीक्षणका साथै 100% हाइड्रोजनबाटै गाडी चलाउने प्रविधिको परीक्षण गर्ने रहेको छ, जसको लागि यस संस्थाले आन्तरिक गृह कार्य गरिसकेको छ।
छिमेकी मुलुक भारत र चीन लगायत विश्वव्यापी रूपमा हाइड्रोजनको प्रवर्धन र विकासमा जुन किसिमको एउटा गति आइरहेको छ, नेपाल पनि त्यसबाट अछुतिने कुरा भएन। यसै तथ्यलाई मध्यनजर गर्दै रिन्युएबल रिसोर्सेस नेपालले हाइड्रोजनको प्रोडक्सन, डिस्ट्रिब्युसन र कन्जम्सन तीनवटै पाटोलाई एड्रेस हुने गरी विभिन्न कार्यक्रम र आयोजनाहरू अगाडि सारिरहेको छ। यसै आयोजनाको एउटा कडीको रूपमा हाइड्रोजन इन्टरनल कम्बसन इन्जिनको यही सेप्टेम्बर 2024मा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पससँग सहकारीमा नेपालमै पहिलो पटक हामीले सफलतापूर्वक प्रदर्शनीको कार्यक्रम समेत आयोजना गरेका छौं र यसले समग्र रूपमा नेपालमा हाइड्रोजन बेस्ड ट्रान्सपोर्टेसनको एउटा नयाँ आयाम खोल्न सक्छ भन्ने हामीले आशा लिएका छौं। यस सँगसँगै हामीले हाइड्रोजन प्रोडक्सन प्लान्टमा पनि कार्यक्रम अगाडि सारिरहेका छौं, जसले छिटै नै एउटा मूर्त रूप लिनेछ भन्ने हामीले आशा लिएका छौं र यसमा विशेषतः रिन्युएबल रिसोर्सेस नेपालका हाम्रा साथीहरू युवराज ढकाल, युवराज घिमिरे, रजना महर्जन, डाक्टर प्रकाश थापा, पवित्र दाहाल, प्रवीण टन्डन लगायत मनिषा गौतम प्रति म विशेष आभार व्यक्त गर्न चाहन्छु र हाइड्रोजन विकासको यस महाअभियानमा नेपाली सरकार, यसका निकायहरू का साथै प्राइभेट सेक्टर का साथै विभिन्न इच्छुक संघ संस्थाहरूसँगको हातेमालोको लागि हामीले आह्वान समेत गर्न चाहन्छौं। यस प्रविधिले वातावरणीय समस्या समाधान गर्दै विदेशी महँगा जीवाश्म इन्धनको निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यसै परियोजनाबाट हाइड्रोजन उत्पादन, परिवहन, भण्डारण र प्रयोगको सम्पूर्ण मूल्य श्रृङ्खला निर्माणमा समेत उल्लेखनीय योगदान पुग्नेछ। नेपालको दिगो विकासका लागि हाइड्रोजन प्रविधिको प्रयोग एक ऐतिहासिक कदम हो। जलवायु परिवर्तनको असरलाई कम गर्न हाम्रा सवारी साधनहरूलाई हरित ऊर्जा प्रयोगमा रूपान्तरण गर्नु अबको आवश्यकता हो। हाइड्रोजन र यस्ता नवीकरणीय ऊर्जाले हाम्रो भावी पुस्ताको लागि एक उज्जवल, हरित र समुन्नत भविष्यको मार्ग देखाउँदैछ।